हेलो गाइस, मजा भइरहेछ। 60 वर्षको उमेरमा फर्स्ट टाइम हो स्विमिङ? पहिलोचोटि हो कि होइन? यो सेकेन्ड टाइम? आजको चाहिँ रमाइलो कहिले होइन फेरि के हो त्यो रानीकोटको स्विमिङमा स्विमिङमा खेलेको मान्छेहरूले हामीलाई खै त चिनेको हामीलाई खै त चिनेको रानीकोटको स्विमिङमा त्यो ट्युब नलाइकन गर्नु पर्यो, ट्युब नलाइकन। ट्युब त बच्चाहरूको लागि हो। पानीले माथि माथि उचालिदिँदो रहेछ क्या हामीलाई। बुनु मम्मीलाई परे नगरौँ। बुनुको बर्थडे मनाउन आएको नानी केक काट्नु पर्छ अब बुनुको। स्विमिङ खेलेको मान्छेहरूले हामीलाई खै त मान्छेहरूले पानी नछेप न। खै त चिनेको रानीकोटको स्विमिङमा बेलुकै रमाइलो रानीकोटको स्विमिङमा बेलुकै रमाइलो काम लाग्यो भयो रमाइलो अहिले गरेर काम गर्दाखेरि बादल लाग्यो भयो घुमिलो कति रमाइलो रानीकोटमा स्विमिङ खेल्दा कति रमाइलो कति स्विमिङ रमाइलो रानीकोटमा स्विमिङ खेल्दा कति रमाइलो। स्विमिङमा आएर भजन गाउने सासूहरू छन् हाम्रो फेरि। देख्यौ मोडर्न सासूहरू? हजुर मोडर्न सासूहरू हो, मोडर्न सासूहरू हो नि त। सासूहरू त धेरै मोडर्न नि। यस्तो राम्रो सासू पाउँदा धेरै रमाइलो बुहारी झनै राम्रो बुहारी नि साह्रै राम्रो बुनुको चस्मा साल्दैछ कहाँ छ? कुट्टली तिम्रो।